अहिले केपी ओली भन्दा फेरि प्रचण्ड चाहिँ नि लाई चाहिँ नि के चढेको सनक चढेको हो होइन। उहाँले सनक नचढ्दा हुन्छ। म उहाँलाई एउटा कुरा के भन्छु भने नि, तपाईँको नजिक बसेर काम गरेको मान्छे हो म होइन। तपाईँले लाई एउटा कुरो के भन्छु भने 17,500 को रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो तपाईँले? एउटा कुरो 50,000 मान्छे आज घाइते छन्, त्यसको हिसाब किताब कसले गर्ने? खरबौँका सम्पत्ति बमबार्डिङले उडाउनु भयो तपाईँले त्यतिखेर। तपाईँले आज आएर तपाईँले जुन कुरा भन्दै हुनुहुन्छ नि, तपाईँले दुबईमा लगेको तपाईँको छोराले लगेर 2600 करोड रुपियाँ पैसाको हिसाब किताब कसले दिने? तपाईँले स्विजरल्यान्डमा घर किनेको छ, कुन पैसाले किन्नुभयो? अमेरिकामा घर किन्नु भएको छ, कुन पैसाले किन्नुभयो? नातिनीहरूका बिहा तपाईँको चाहिँ नि 5 स्टार होटलमा गर्नुभयो। हिजो साधारण बिहा गर्दाखेरि भाटे कारवाही गर्ने तपाईँ, अरूलाई रक्सी खायो भनेर तपाईँको चाहिँ भाटे कारवाही गर्ने। आज तपाईँका घरमा गएर अहिले खोलेर निकाल्नु भने 1 करोडका रक्सी छन्। तपाईँले आफ्नो छोराको हत्याको पत्ता लगाउनु भयो र दरबार हतियार काण्डको कुरो निकाल्दै गर्दाखेरि 5 वर्षको कुरा गर्नुभयो। अहिले 18-20 वर्षसम्म कसका भेडा बाख्रा हेर्न जानुभएको थियो तपाईँहरू? किन के हेरेर बस्नु भएको थियो? अनि अहिले आएर तपाईँ है र पश्चिमाहरूको मेन डिजाइनमा है, कनकमुनिहरूको डिजाइनमा, पर्जल शमशेरको डिजाइनमा, तपाईँहरूकै डिजाइनमा तपाईँको राज दरबारको वंशनाश गरियो। तपाईँहरू अनि त्यहाँबाट अहिले आएर राजालाई दोष लाउने। यिनी जनताले फुलको माला लगाएको, यिनीहरूले अब मुख झार्छन्, जुत्ताको माला हान्छन् भने त अब हामीले के गर्ने? अति झापा जाँदा आफू जन्मेकै ठाउँमा ढुङ्गाले हानेर खेदे, जाने ठाउँ काहीँ छैन। अब के तलाउनु भनेको? अब मलाई पक्रेर लाने होला, लैजाउनु न त, म गइहाल्छु। अनि बसन्तपुरको होली हेर्नुभयो? बसन्तपुरको होलीमा अब त्यहाँ के कसैले सिकाएको थियो? त्यहाँ पनि मुख छाडे थियो। त्यो राम्रो काम गरेको थियो भने नि मुख छाड्दैन थियो त। राप्रपाका दाइहरूलाई पनि म के भन्छु, मभन्दा सिनियर हो तपाईँहरू, उमेरले सिनियर हो। उहाँहरूलाई म के भन्छु भने सदन छोड्नुहोस्, त्यो पनि एउटा क्रान्ति हो। 13 जना सांसदले राजीनामा दिँदाखेरि एउटा आन्दोलन त्यो एउटा सफल हुन्छ। किनभने फलानु उसको लागि, आन्दोलनको लागि, राष्ट्र संस्था स्थापित गराउनको लागि राप्रपाले सदनबाट राजीनामा दियो भनेपछि नि उहाँहरूकै हाइट बढ्छ, मेरो होइन। त्यसले गर्दाखेरि म उहाँहरूलाई के भन्छु भन्दाखेरि, उहाँहरूसँग मैले झगडा गरेको होइन, म झगडा गर्न चाहन्न। अब हामी एक भएर आज भोलिमै प्रेस विज्ञप्ति निकाल्छौँ, संयुक्त प्रेस विज्ञप्ति निकाल्छौँ हामी। म उहाँहरूसँग नमिल्ने भनेको छैन, उहाँहरू पनि मसँग मिल्न आतुर हुनुहुन्छ, म पनि मिल्न आतुर छु। कुरा भन्नु होइन, मैले उहाँहरूलाई पन्साउन खोजेको होइन, उहाँहरूले मलाई पन्साउन खोजेको होइन, तर टेक्निकल कुरामा चाहिँ नमिलेको, नआत्तिनुहोस् भनेको होइन। म नरम छुइनँ, म जनताको लागि, नागरिकहरूको लागि, राष्ट्र संस्थाको लागि हामीले ठुलो जिम्मेवार बोकेको छौँ। होइन गोठालासँग त्यसरी होइन, यसको रुलर भनेको त, यसको लिडरसिप त राजाले गर्नु पर्यो नि त। त्यही अनुसारको हिंसा आइसक्यो, त्यही अनुसारको सबै कुरा भइसकेपछि तपाईँहरूलाई अब यहाँभन्दा मैले भन्नु छैन।